जाँदैछौँ तिनचुरे प्लस गुफा पोखरी। हल्का केटी छ उफ्रिनै पर्दैन यहाँको केटीहरू होछ उफ्रिँदाखेरि एकै साथमा म चाहिँ नगए हुने त हामीले चाहिँ खाजा खायो पानी पर्न थाल्यो। पानीले भिजायो हजुर कहाँदेखि भिजायो तपाईँलाई पानी पर्यो यता उँधोदेखि चाहिँ आउनुभएको सो गाइस हामी चाहिँ बसन्तपुर आइसक्यो। यहाँनिर एउटा राम्रो पार्क रहेछ। पार्कमा आएको पुरानो घरहरू रहेछ यहाँ यस्तो राम्रो। भरे आउँदा के हुन्छ यहाँनिर बस्नु त आता Peaceful क्या? पछि रिग्रेट हुनुभन्दा हेरिन्छु साँच्चै कस्तो यो दुईटा चाहिँ कस्तो ज्यान हो कि पानी खाए ठाउँ ठाउँ हो। यहाँ चाहिँ यस्तो बनाएको रहेछ लालीगुराँस। यस्तो लाइक पुरानो कल्चरको घरहरू बनाएको रहेछ। आई थिङ्क दिस इज लिम्बू कल्चर। राम्रो रहेछ। मामा आउँदै हुनुहुन्छ। Hi guys, come. पनि रहेछ। एकछिन खोल्दैन होला अहिले नि होला एउटा धेर काटेछ नि त्यो धेर काटेछ नि यो बाहिरको मात्रै काट्नु भयो नि त हो भित्रको सर्टिफिकेट लाग्छ यहाँ भित्रको हजुर जानुहुन्छ यहीँ काट्दैन नि मोडेलको दारा रहेछ नि त यो सिराको मोडेलको दारा दुधेरो मदानी छेकी यो यो सिराको केङ भालो सबैजनालाई के भन्नु भन्नु होइन बोले जस्तै देखिन्छ सिक्वा बनायो यो सिक्वा भन्छ कि यसलाई सिमेन्टको गरेर माटोको राम्रो बनाएको यस्तो घर बनाएको। मामा कता जानु भएको? हामी आपासँग यताउता हेरेर भन्नुभएको भए पो हुन्थ्यो त। घर दामी आयो। यहाँ चाहिँ दुईटा हर्स पनि रहेछ। हर्स राइडिङ पनि हुँदो रहेछ। एउटा घर त्यहाँ छ एउटा त्यहाँ। It's beautiful. We are
sit down with our lunch. I have some black tea with me and some bakery. We are waiting for Mama. Then we're gonna go to Tinjure. मेरो मुन चिया झोल दुई ग्लास तातो पानी अलिकति गुलियो सब ठीक भयो ए यहाँ परको सिटीमा त छैन नि यहाँ त माग हुने दिन्छ फर्मुला राख्ने बनाइदिएको कि पैसामा दिनु पैसा दिने पर्यो अनि दिन्छ त हैन र हेलो हेलो फुले कराइन रहेछ हो ऊ परको हिरो जुम गरेर खिच्दै न भयो किन एक झ्याङ गुडासमा खिच्छ भन्छ म चाहिँ ओदी त हेर्नु नि एक्स्ट्रा कलरको रहेछ नि पिङ्क कलरमा माथि चाहिँ किन एक झ्याङ गुडासमा खिच्छ भनेको त एकै झ्याङ मात्रै खिच्दो रहेछ नि त म पुरै डाँडा पाखा निकाल्थे भन्छु भन्नु त मामा के भन्नुहुन्थ्यो हजुर के भन्नु पर्यो के भएर तिनजुरे अरे तिनजुरे भनेको टिएमजे भनेको तिलके मिल्के र जलजले जसलाई तिनजुरे भन्छ तिनजुरे भन्ने चाहिँ अलिक परतिर हो त्यो तीनटै जिल्लाको चाहिँ नि सङ्गम जस्तो तीनटै जिल्लाले छुन्छ भनेको चाहिँ सुनेको अझै सत्यता चाहिँ के हो होइन त्यसो छ है कुरो चाहिँ तीनटा जिल्लाले छुको तिलके मिल्के अनि जलजले टिएमजे अहिले हामी मिल्के जान्छौँ नि कता कता लानुहुन्छ तपाईँले है त्यही जाने कुरा बुझ्यौ त्यसै कुरो यो चाहिँ हाम्रो यो डिस्को डान्स हिन्दी गाना तिनजुरे चाहिँ किन अरे तिनजुरे किनभने टिएमजे भन्छ तिनजुरे टिएमजे भनेको तिलके अनि मिल्के जलजल भन्छ अब 20-25 दिनमा चाहिँ खतरा फुल्ने रहेछ यहाँ दाउरा चाहिँ हामी चाहिँ माथि आइसक्यो गुराँसेनलाई धेरै त फलेको रहेन रहेछ फुलेको रहेन मजाले फुलेको भन त्यसरी फुलेको छ गाइस त्यहाँ जाँदा त छेउमा त हेलो 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 अनि तीनजना त गुराँसको चिया गाइस चौरे कहाँ हेरे भैँसी सेम क्या भिडियो गरिदिनु ल म यहाँ खिच्नु धेरै टाढो नजाऊ हान्ने छाटकाट भएर कुदेर आइहाल फेरि त्यो स्वेटर चाहिँ खोलेर जानुभएको हुँदैन छेउमा उभिनु नि लातोहरू अलिक कुनै गर्छ नि त्यो भारी बोक्ने त कस्तो खेराउँछ के गर्दैन जाऊ न जाऊ आउँदैन आउँदैन हो त्यति नि हो यता हेरेको बेलामा अलि माथि जाऊ यता हेर न नि यता हेर यता हेर्नु नि भन्छु सिंह हल्लाएको मात्रै हो यता हेर यता हेर्नु नि तपाईँ चाहिँ भिडियो कि हेर्नु फोटो यता यता हेर यता हेर न यता चौरीलाई भनेको तिमीलाई भनेको होइन उयो यसरी खिच्दिन फोटो हामी आइपुग्यौँ खोइ कहाँ गुफा पोखरी यस्तो हुस्से लागेको छ माइ गॉड देखेर पोखरी उयो देखिरहेको उयो यही त हो त नि यहाँ तल बस्न दिने होइन यही गुफा पोखरीको कम्पाउन्ड हो So we reached to Gufa Pokhari.
हेलो मामा कस्तो तातो छ तातो भइरहेछ वाउ दामी आउने रहेछ फोटो मामा सानो मूर्ति पनि रहेछ अबे हावा यहाँ अलिक बरु उभिनु नि यहाँ छेल्दो रहेछ हावा यसले Kufa Pokhari, incredible, so beautiful. भोलि बिहान चौतो डाँडामा जाने अरे ल त्यो डाँडा त अनि कुहिरोले ढाक्यो त बौद्ध गुम्बा माथि incredible, beautiful. माथि डाँडामा Hello guys, so अब चाहिँ हामी जाँदैछौँ तिनजुरेको पाथी भाडा उकालो चढ्दैछौँ फेरि माथि आइसक्यौँ अझ बाँकी छ चढेर आइसक्यौँ दिस इज द भ्यू इन्क्रेडिबल गर्नु ल आधी आधी गर्दै हुन्छ देवी माता पाथी भाडा बाहिरै बस्नु भएको छ ओ त्यो पाथी भाडा भ्यू कस्तो मजाको नि with our puja and then we are going down. So hungry. Down, 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 all the way to there. हामी आइसक्यौँ माथिबाट पाथी भाडाबाट यो होटल रहेछ आई थिङ्क मैले यो होटल त एउटा ब्लगमा देखेको थिएँ हाम्रो डाइनिङ एरिया चाहिँ बाहिर दामी भइसकेको छ हेलो फुच्चाहरू भाइ हेलो भनिदेऊ न हेलो guys I will show you something we just had our lunch was amazing look at this आज त्यहाँ गएर बस्नु पर्छ oh my god such a peaceful
at this. यहाँ बसेर कसको चाहिँ टेन्सन फ्री हुँदैन होला. Oh my god. मेरो घरको नजिक हो भने त जहिले आएर बस्थ्यो होला हौ यहाँ. I mean look at this. यहाँ बसेर यस्तो भ्यू हेर्नु पाए के खोज्नु हैन. Hello guys, this is day 2. Lottie चाहिँ कहाँ आउनुभयो? बोकौँ क्या? So guys, this is day 2 as I said. So this is day 2. हिजो चाहिँ हामी यहाँ पोखरी आएर खाना खाएर सुतिहाल्यो because we were so tired. So this is early morning, 5 AM, and then we are going for a kind of trekking, like 30 minutes. People says it's 30 minutes, but let's see for us. We are going to Mention Dara. So let's go. But it's so cold here. Guys, 5:28 AM. This is the view. सबैजना त्यहाँ हुनुहुन्छ. Let's walk. अलिकति चढेको छैन भने चाहिँ सास बढिहाल्छ. Guys, you have to see this. Wow, the view. Yस्तो दामी. आज यो टोलीहरू माथि मेन्सममा डाँडा आउँदैछ. मेन्सममा यो ट्रेल हुँदैछ टोलीहरू. तर थाकेर मुटु फ्याटफ्याट कलेजो भ्याटभ्याट भइसकेको रहेछ. लु 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 अलि अलि हिम्मत गरौँ. हिम्मत गरौँ. हिम्मत हिम्मत. लु आगे बढौँ. आगे आगे. यसरी हुँदैन टोलीहरू. लु 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 आगे 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 बढौँ. त हेलो हेलो. ल हात हलाउँ त सबैले. ल ल लेट्स गो. टोलीहरू यस्तो राम्रो दृश्य छ. त्यो हाम्रो टार्गेट भनेको मेन्सममा डाँडा भनेको निकै माथि छ है. त्यहाँ त हामी जाँदा आधी मात्र हुन्छ. यस्तो छ. यस्तो दृश्यहरू तल चाहिँ त्यहाँ चौडीहरू चढिरहेको छ. चौडी खर्कमा चौडीहरू यसरी चढिरहेको दृश्य छ. तल हामी बसेको निकै तल त कुइरोले ढपक्कै ढाकेको छ. देखिँदैन यहाँ. टोलीहरू त्यहाँ बिसाएको छ. अब थाकेछ. ल गाइस मैले यति नै स्टप गरेँ. हामी चाहिँ हाफवे आइपुग्यो मामा. हाफवे आइपुग्यो. 45% मात्र हामी सक्यो. ओ माई गॉड. हाफवे पनि रहेन रहेछ. मेरो हालत खराब भइसक्यो. मौसम पनि यस्तो छ. तर अलिकति एनर्जी ड्रिङ्क खाएर एनर्जी आयो. हेलो गाइस, माथिसम्म आइपुग्यो.
बिचमा त झन्डै भमिट हुनु खोज्यो एकपल्ट चाहिँ, तर चक्लेट र एक्सट्रिमले चाहिँ अलिकति एनर्जी दियो। अलमोस्ट भयो। ओ यहाँ रहेछ, आइपुगिहाल्यो। So proud of myself guys, म यहाँसम्म आइपुगेँ। म त बाटो भान्जी सुन पुग्दिनस् त। ओर्स यहाँ थियो हैन, रेलिङ नलगाइकिन हामी गएको, रेलिङ लगाएको छैन। So वर्स त मलाई उयो तलको सिडी लाग्यो, यत्रो लामो सिडी बाबा। So just maybe 10 to 6 minutes मा हामी त्यहाँ हुन्छौँ। And this is the view guys. Wow. We did it. अघि एकछिन चाहिँ गाह्रो भयो कि, but then I did it. Yes, 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 yes. यो यसको मिनिङ के हो त मामा? Nice. Can you believe this? Oh यहाँ माथि मन्दिर छ। And look at this. Oh my god. So guys, I'm telling you, twice I gave up. Twice. But then, I don't know. It's just my excitement or the power from the God that we make it, we're here. Yeah! I'm so happy! Guys, look at this view! Where's the mandir? यहाँ खोलेको भयो नि। Wow. Wow. Look at this. हो त्यतै हो मन्दिर पूजा गर। Oh. एकछिन पख तल डाँडाहरू यस्तो दृश्यहरू, डाँडा त सबै तल छ। हेर्नुहोस् गाइचरा। हजुर कति टाढो रहेछ? यता चाहिँ रहेछ मेन यो बनाइहाल्छ हामीले डिस्टर्ब गरेको हैन। Breathtaking view. Guys, I made this. There's a lot of others even there. I don't know how it stays still, but I don't know, it's amazing. So this is mine. So Mama is making this stone stuff. Even my sister is making over there. I wonder how that stays still. Yeah, that one there.
हेर्नु नि कसरी त्यो कसरी बनाएको छ मामा हेर्नु त त्यो ऊ त टुप्पाको इज डन अल्सो ऊ त टुप्पाको के कसरी बनाएछ के मेरो मेरो देखाइदिनु त मामा कुन चाहिँ हो सो दिस इज माइन आई डिड इट मैले नि युनिक थपे नि ठुलोदेखि माथि हेर त्यो यो चाहिँ खतरा हो के मैले चाहिँ राम्रो बनाए दिवासले त बनाएको हैन भाइले पनि बना भाइहरू त्यहाँ हुनुहुन्छ ओ खुल्यो त अनि मामा हेर्नु त कस्तो दामी बनाएछ यो अँ ओहो यहाँ खुल्यो त दामी खुल्यो मेरो चलो चलो ओए भिडियो ला कपाल के भएको यहाँ हेर्नु न कपाल हेर्नु न मामा चढ्न लाग्न त्यसो हुन्छ होइन है जस्तो हुन्छ हावाले ल guys look at this view होइन त्यो उयो भयो कस्तो राम्रो भ्यू भाइ एउटा भिडियो खिचिदिनु ल यहाँसम्म आइपुग्यो ल ल ल ल हिमालहरुले कम्ती देखेछ हैन पर हो You must visit here, guys. It takes like maybe 1 hour to reach here. It's slow in there, otherwise I think maybe 45 minutes. However, just take your energy drink and chocolates for more energy. Mama, एकछिन न म हिँडेको जस्तो पनि गर्छु ल छिटाउ न छिटो माथि के भयो अरे मामा एकछिन उभिएर इन्टरभ्यु दिनु त मलाई पुरै पावर आयो त गरेको थियो हैन लाइट आएको थियो पावर आएको दामी फोटो खिच्दै हुन्थ्यो मामाले कस्तो गडङ गुडुङ आएर त बिजोक भयो नि आयो never thought कि I'm gonna climb up there because I don't have stamina like before. However, I did it. सिडीमा चाहिँ कस्तो गाह्रो गाह्रो हुँदै थियो but then I managed. अनि as I said अलिक एनर्जी ड्रिङ्क्स अनि चकलेटहरू खाएको थियो बिचमा अनि त्यसले चाहिँ really helped. डान्स गुराँस फुल मनैमा मेरो मन झुल्यो हो तिम्रो मनैमा गुराँस चाहिँ त्यहाँ फुलिरहेछ भाइहरू आउँदैछ आयो भने जस्तै गाइस
यो एउटा स्टिक लिनु पर्दैछ जस्ट टिप्स उकालो चढ्ने भने चाहिँ स्टिक्स रियली हेल्प्स अनि म चाहिँ सिडीहरू भन्दा पनि साइडबाट हिँड्छु क्या उकालो हिँड्दाखेरि चाहिँ यस्तो साइडबाट क्या यहाँबाट अलिक मलाई सजिलो हुन्छ अदरवाइज यस्तो स्टेप बाई स्टेप उकालो चढ्दा कस्तो गाह्रो हुने के सो टिप्स मलाई चाहिँ काम गर्छ तपाईँहरूलाई चाहिँ अब के छ ट्राई गर्नु न सिडीहरू भन्दा पनि अलिकति तेर्सोमा हिँड्दाखेरि चाहिँ अलिक थाक्दिनँ म Now let's go. अझै तल बाँकी छ भाइहरू माथि कङ्ग्रेचुलेसन्स आम्मा पुग्यो सक्सेस के एकछिन अलिक मजा मिलाउनु देखेन भिडियोमा ल बहिनी सक्सेस आम्मा सानोतिनो माउन्टेन त हामी पनि चढ्दै रहेछौँ खत्रै यत्रो माथि कहाँ अहिले त देखेको पनि छैन हामी पनि स्टिक लिएर यस्तो कन्डिसनमा सानोतिनो त चढ्यो एउटा एक्सट्रिम र चक्लेटको भरमा आम्मा माउन्ट एभरेस्टको लागि प्रिपेयर गर्नुपर्छ क्या आयो दिस इज द सेकेन्ड टाइम द डे 2 अमेजिङ ब्युटिफुल पानी परिरहेछ तर के भइरहेछ मेरो पनि पानी आइहाल्छ नि के भइरहेछ यहाँ के भइरहेछ यहाँ हाम्रो पनि पानी आइहाल्छ नि यहाँ के भइरहेछ हाम्रो पनि पानी आइहाल्छ नि नाकको पालमा झन् फोकस गर्नु भनेर न त्यहाँको मान्छे